Good morning, guys. उता हामी होटलमै छौँ. हामी उठिसक्यौँ. हामी कति एक्टिभ छौँ होइन? कति एक्टिभ छौँ. अब केटाहरू सुतै छ. दाँत माझेर ब्रस गरेर मुखसुख धोएर अब केटाहरू बेडबाट नउठेर तनाव छ फेरि हिजो दोस्रो दिन अरे होइन. बिहान 4 बजे रे 4 बजे उठ्यो भन्दा अहिलेसम्म उठाएँ छैन यिनीहरू. 4 बजे उठ्नेको पारा यस्तो यस्ता पारा उतै उठ्लेको त्यही हो. बल्ल खाजा आयो. बिहान कति बजी खाजा हाल्नु? It's exactly 6:02. 6 बजी. We are having our breakfast. Okay, we are having our breakfast. And for breakfast we have some potato soup, boiled eggs and chapati. And this is our Denny Bhai. And this is our Nirmal Bhai. How's the breakfast going on? Okay, it's alright. And here's our blogger, from whom I stole his camera. Right? How can you be this illiterate, my boy? You can't be that. Good. गाइस ल अब हामी यता गरे चोलङ पार्टीबाट घोसेगुण्डको माथि हिँड्नु थालेको. अब हामी ल अब बिहान कक्षाको 7 बज्न आँट्यो. मैले चाहिँ धेरै भारी बोकेर म चाहिँ भात नबोक्ने अब. ल आज खाली जानु त गर्मी हुन्छ त्यो ज्याकेट कहाँ हाल्छस् त अनि बिचमा गर्मी हुन्छ खै ब्याग बोक्नु नबोक भन्दै मैले नबोकाएँ. त अब गर्मी हुन्छ कि बिचमा तेरो त ज्याकेट पफर लाग्छ हुडी लाग्छ नि त खोलेर ब्यागमा हाल्नु पर्छ कि खाली ब्याग लिएर आइज नि त जहाँबाट खाली ब्याग खाली त छ नि मेरो. त्यही खाली लिएर आइज जा चाबी दिएर यसलाई पनि गर्यो भने यसको ज्याकेट पनि त्यतिखेर हाल्छ. अब भनेपछि केटाहरूले ब्याग बोकाइ नि भयो. ब्याग बोक्नु पर्यो. चट्ट लगाएर ब्याग बोक्दै जाउँ. टोइलेटहरू हाम्रो मेरो अब ब्याग बोकायो केटाहरूले. ब्यागबाट जाने go guys. Let's go. अब हामी पनि लाग्यौँ. हामी चल्दैछ अब. अचम्म कुरा यता चाहिँ हामी बाटोमा भेटेको आइज फेरि तर बन्द चाहिँ फेरि दामी यत्तिकै लिनुबाट त भेट्यो झडा परेर रिसाएर दाइ भेटाएर भेट्यो बाटोमा. यिनीहरू फेरि केटी भन्छ केटाहरूले के नम्बर पाएको केटीहरूको कलन हाल्छ कि त्यहाँनिर यिनीहरू कुदेको केटीलाई अब के भन्नु. यो दुइटा पहाड चाहिँ ठुलो पहाड होइन है कि त्यो अहिले त्यहाँ ठुलो देखाएको छ यहाँबाट. होइन आइज चिसोले त्यो बाफ्लो मान्छे जम्छ क्या यहाँ बाटोमै. ओइ दिनु है तेरो सानो बोक. Okay, hello everyone. I'm Krishna Bhai ko vlog ma. I welcome you all. And today we are at around 40,000 meters. 4000 मिटर. Almost 4,000 meters. मेरो घडीमा देखेछ त. Almost 4,000 meters. And it's like probably 19 degrees Celsius right now. यहाँ चाहिँ मेरो हल्का तातो देखाइरहेछ मेरो जिउले गर्दा. And we are here and everyone's trekking. The view is like last khatra. View is very awesome. And त्यही हो. अनि the experience up to here was pretty overwhelming. It is not a beginner trek म भन्छु. Beginner trek चाहिँ होइन. Intermediate trek हो. अनि like हाम्रो कृष्ण भाइको is first time trekking and he is like pretty gassed out right now. Ain't that true, my boy? Oh, guess guys, what we see. यहाँ पुरै यस्तो छ पुरै पानी जमेर है टेरिका. यहाँ पानी अनि जम्दो रहेछ कडा. आइसक्यौँ यहाँ मन्दिरहरू चाहिँ यहाँतिर माथिको खाएर केटाहरू follow our parade. 40 Ryan. Nothing but mountains.
तपाईँले कस्तो हात आउनु चाहिँ भित्र यार माउन्टेन गाइज हो यहाँ ओहो ऊ त्यहाँ बादल पनि ठुलो रहेछ यहाँ यस्तो भएको थियो त्यहाँ कट्नु पर्छ यार एक फन्कै छ त्यो पाहाडलाई यस्तो लिनु जस्तो जग्गा छ त्यो के हो त्यो कुन हो त्यो चाहिँ के हो भैरवकुण्ड हो त भैरवकुण्ड झन् ए भैरवकुण्ड सूर्य चाहिँ माथि ए यो भैरव कुद्ने गोसाई कति माथि हो त्यहाँ चाहिँ कोही जाँदैन हो त जाँदैन मेन एट्र्याक्सनै गोसाइकुण्ड गोसाइकुण्ड चाहिँ किन शिवजीको समथिङ केस उतै ऊ त्यहाँनिर हो यत्रो यहाँबाट हिँड्यो यस्तरी अनि त्यहाँ पुग्यो अनि त्यहाँखेरि गोसाइकुण्ड यो भैरवकुण्ड अरे अनि त्यहाँ गोसाइकुण्ड अनि माथि के हो के कुण्ड भनेको छ बिर्से फेरि मैले टाढा नाम बिर्सेँ सब आइसक्यो अब कति 20 मिनट लाग्यो त्यहाँ होइन केटाहरू त्यहाँ पुग्यो एउटा हो त्यहाँ पुग्यो उनीहरू फोटो खिचेन लाग्ने छ ठ्यान्न आइस स्केटिङ खेल्नु चाहिँ खेल्नुपर्छ क्या हुँदैन हेर्दा जुत्ता घिसार्दै त्यहाँनिर पुरा हावा आउने चिसो त स्नोफल भइरहेको के हो सानो सानो त्यो के हो चेचे त उड्दा खाँदा त्यहाँनिर के हो बाटो फेरि यस्तो डेन्जर छ एक चिप्ले सर्लक्कै तलतिर त्यहाँबाट सगुनको र यो श्रेष्ठ यसको ब्रेकअप होस् भइसक्यो के त होस् नभएको भए पनि होस् सबको ब्रेकअप हुन्छ जात पाइ यहाँ मन्दिर ढोक्न आएको केटाहरू यहाँ के न देश छोड त्यो त छोडिन्छ वेलकम गरेँ हामीले गोसाइकुण्डलाई 4380 हाइटमा रहेछ यो हामी गोसाइकुण्ड छिर्छौँ अब गेटबाट भोलि छिर्ने हामी हतार रहेछ त्यहाँ चिप्ली त हो यहाँ आइसबाट के अरे ब्ल्याक आइस रहेछ अरे खै कता कता केटाहरू तँ कहाँ जान्न रहेछ नि केटाहरू घाम ताप्दै टाउको दुखेर एकछिन मेरो टाउको टोपी लगाएको नि त मैले टोपी लगाएँ अनि टोपी लगाएँ त्यसपछि चाहिँ होटल आइसक्यो हामी अब यहाँ गोसाइकुण्ड चाहिँ तल रहेछ अब एकछिन घुमेर चाहिँ खाजा खाएर यहाँ हो के भन्ने कसलाई भन्ने एउटा ब्ल्याक टी 5 वटा तप पानी दही दही एउटा कालो चाहिँ 5 वटा तातो पानी गरिदिनु है कालो चाहिँ एउटा 5 वटा तातो पानी अम्बो गाइस अब पुरै स्नोफल भएर आउँछ पुरा आएर आउँछ पुरा टाउको भिज्ने भयो एकैछिन हेर के देखेछ नल यहाँ आउँदैछ फोटो खिच्नु जाने होइन गोसाइकुण्डतिर जानु अब तलतिर मुनि गोसाइकुण्ड जानु पऱ्यो अनि त्यहाँतिर यसो मन्दिर सन्दिर त्यहाँ नि पोखा ओ त्यहाँ ब्ल्याक साइड चिक्ने जति भएर त्यहाँ जान्न जान्नु छैन दिन गाइजहरु गोसाइकुण्ड आइपुग्यो अब गोसाइकुण्ड जान्न हामी बरफै बरफ आइस अनि पर यहाँ टाढोबाट
त्यो त चिपेटी खेलिदिएर सर्ला खेत्र लड्यो भने सर्लाको हेर्न फेरि के फेरि तिनीहरू त्यहाँ गएको फेरि तिनीहरू त्यहाँ त्यहाँ चाहिँ मन्दिरहरू चाहिँ गोसाइकुण्डको मन्दिर अनि यहाँ लेक कि त बल हो के थियो What's that? Alright guys, चस्मा चाहिँ कम्पलसरी रहेछ माथि त्यो घामले आँखै देख्दैन आँखा खोल्नै सक्दैन यार अग्दो गाह्रो हुने आँखा खोल्न सक्ने झुपन भन्दा खैन अलि के हो झुपनै के होला अब यहाँ त खुट्टा गड्यो नि खाल्टो खगी थाहा पाएन गम्याउँदै छिर्छ कब्डु गोसाइकुण्ड आउने सबजना यस्तो पोखरा गइरहेको छ सबजना मैले मलाई लान्छु भन्दा त्यहाँ टाढिँदा खाएन डर लाग्छ यस्तो त खुट्टा अड्किन्छ कि हेर्न माइकल जोर्डन ज्याक्सन जाने बाटोमा चाहिँ मर्ला क्या हेर्न पानी जमेको गोसाइकुण्ड एकैछिन यार हामी अहिले गोसाइकुण्डको त्यो लेकको माथि लेक पुरै जमेछ यहाँ लेक छैन तल यहाँ पुरै जमेछ लेकहरू यहाँ निकालिदिएको थियो नि गाई चाहिँ मन्दिर रहेछ मन्दिरको दर्शन गर्नु पऱ्यो यहाँ मामा चिच्चायो त्यो फेरि त्यहाँ आएर टिका लाउँछ ल पण्डित दाई पण्डित आजको नि भाइ मिल्दैन लाउन कि मिल्छ मिल्दैन मिल्दैन त ठिकै छ आजको पण्डित हाम्रो पण्डित दाई के हो मिल्छ लाउन कसो के पवित्र ठाउँको लाउन नमिल्ने हो र कलर म्याचिङ ल लुगासँग गोसाइकुण्ड ट्रिप अब सक्यो होइन हामीले 3टा कुण्ड देख्यो टोटल 3टा कुन देख्यो हामीले सुरा भैरव कुण्ड भइगयो त्यो सुरा भैरव होइन सुरुमा जहाँसम्म मलाई चाहिँ त्यो सानो थियो एउटा त्यसको नाम लाइक के कुण्ड सरस्वती कुण्ड अर समथिङ लाइक द्याट त्यस्तै के थियो देन भैरव देन यो गोसाइकुण्ड सो 3टा कुण्ड फिनिस इन 2 days याउ अब घर जानु करी आजबाट भोलि त घर पुगिन्छ याउ भोलि बेलुका चिल्पा कस मुनि जाने बेला धेरै टाइमै लाग्दैन क्या त्यही तर त्यो सामान बोकेपछि अलिकति कुम दुखाए जस्तो चाहिँ हुन्छ एक पोइन्टमा पुगेपछि तर त्यस्तो सोच्ने होइन क्या पवित्र ठाउँ ढोक्यो यो गऱ्यो त्यो गऱ्यो भन्यो सधैँलाई त मैले जपेको माला दिएकै छु ल गाइस अब हामी चाहिँ होटललाई गुड बाई भन्दै निक्लिरहेछौँ हामी यहाँबाट बाहिर तर हामी मान्छे सही हो क्या मान्छे सही हो क्या हामी अरू मान्छेहरू त्यहाँनिर गोसाइकुण्ड पनि हेऱ्यो गोसाइकुण्ड अरू मान्छे घुम्छौँ हामी गोसाइकुण्डमा चढ्यौँ क्या डिफ्रेन्ट लिन्छौँ गाइस अहिले पनि प्रयास चल्लाछौँ हामी फर्किनौँ तर हिउँले हाम्रो अहिलेसम्म छेकिरहेको छ पुरै भिजिसक्यो ल मेरो ब्याग पुरै ब्यागै भिजिसक्यो क्यामेरा त भिजियो पहाडी नै भिज्यो होला मेरो तर मजा आएर है यो लिभ वान्स हो गाइजहरू यार आउनुपर्छ चढा गरी कलेज बङ्क गरी आउनुपर्छ कति मजा हो नि गाइज जब चाहिँ हामी तलतिर होटलमा सर्नु लाग्यो किनकि भोलि अब घर त सहिले हुन्छ त्यही भएर अगाडि छौँ दाएर म यहाँ छौँ दाएर मेरो दोस्तै हिजो बिस्तारै सँगसँगै हिँड्दा नाम साम केही त आएन मलाई कति वर्ष 24 जस्तो लाग्यो त्यति थाहा पाएको म सोधेको अरे तर बस सोधेको नि तपाईँहरू नामै ठिकै केस यसपालि नामै थाहा पाउने थाहा नहोस् ल नामै थाहा नहोस् पछि केटा भेट्छ फेरि हिजोदेखि हामी दिउँसोदेखि भेटिसक्यो होइन कुरा गरेको छैन तर नाम थाहा छैन एकछिन नाम थाहा थियो उसले तपाईँ के त्यो कास्ट के हो भने थाहा फुल नेमसँग फोन त्यसपछि यादै छैन फेरि के हो
तिमीहरूलाई याद हुनुपर्ने किनकि तिमीहरूले चाहिँ एकजनाको नाम याद गर्नुपर्छ नि त मैले 5 जनाको याद गर्नुपर्छ हामी त नाम भन्नु तपाईँको हाम्रो त फिक्युली नाम भन्न सबजनाले तपाईँको नाम भन्नु को यहाँ नाम तपाईँको नाम याद हुँदैन अनि तिनीहरूले ओए भन्छ ओए यो नाम भन्छ म कसलाई भने भइसक्यो तर तिमी चाहिँ अब नाम याद भयो के हो कृष्ण भनेर किनकि तिम्रो फेरि बुद्धिस्ट कम्युनिटी हो नि तिमी बुद्धिस्ट गुरुङ बुद्धिस्ट जस्तो मान्नु हो खै अब गुरुङहरूले कृष्ण नाम राखेको मैले सुनेको थिएन नि त मेरो यस्तो भयो अरे दिदी मम्मीले सोध्दा मेरो नाम किन मैले कहिले त किन राखेको लाग्थ्यो नि मैले सोधेँ मम्मीलाई मम्मी मेरो नाम किन कृष्ण राखेँ भनेर सोधेँ मैले अनि मम्मीहरूले मैले राखेँ होइन त्यो दिदीहरू राखेर मेरो दुइटा दिदी हुनुहुन्छ नि त दुइटा दिदीहरू रोको अरे क्या मेरो नाम राख्नुलाई कृष्ण राख्ने रोको थियो अरे अनि त्यो मम्मीले कृष्ण राखेको त्यो हो विषयमा धेरै गोपिनीहरू पाओस् भनेर क्या खै त 16,000 खै त पाउँदैन त सरहरू लगाइसक्यो आफू हेर तर मङ्गोलियनहरूको कृष्ण नाम चाहिँ सुनेको थिइनँ नि मैले अब मङ्गोलियन फेसबुकमा सुने नि त कृष्ण गुरुङ भन्ने कति सुने मैले हो र एउटा टिचर थियो स्कुलमा त्यसको नाम कृष्ण गुरुङ गुरुङै फेरि ए ठ्याक्कै म चाहिँ कृष्ण बहादुर गुरुङ भयो नि त त्यो सर चाहिँ कृष्ण के पो गुरुङ हो त्यो सर चाहिँ त्यो सरले फुटबल त दामी हो यार त्यो त सरले क्या पासिङ लाउँथ्यो यति गोल त हाल्ने त्यो सरले असिस्ट मिलाएर राम्रै खेल्थ्यो बुढोले बुढो सरी सरले कभी कभी निकल जाता है गाइस अब हाम्रो खाना टाइम हाम्रो केटालाई हाम्रो केटा सुरु गरेपछि खाना पर्ने यार अब हाम्रो चाहिँ भेज यसमा धेरै भेराइटी रहेछ यार दुइटा अचार त्यहाँ के हो दुइटा अचार रहेछ ल दाली नि खान्छ अब खाना सुरु हुन्छ हाम्रो खाना खाइन्छ अघि आउँदा चार्ज सक्यो फोनको अनि त्यो भिडियो बनाउनु पाएन अब अघि खाना खाइ आएर अनि त्यही अब चाहिँ सुत्नुको लागि उता त्यहाँ मस्त घोडा बेचेर सुतिसक्यो त्यहाँनिर अब म पनि सुत्छु गाइस गुड नाइट हामी फर्किनु लाग्यौँ अब गाडी फर्क्यो कति लाइटमा ट्रेक हाम्रो बेस्ट फिलिङ हो यार तर गाह्रो चाहिँ गाह्रै थियो तर इन्जोयमेन्ट पनि धेरै थियो हाम्रो त्यहाँनिर रमाइलो गरेँ कि मैले चाहिँ रमाइलो नि भयो त्यही माथि दुख्यो खुट्टा पनि अब मेरो चाहिँ ओभर गाह्रो हुँदै जुत्ताले गर्दा अरू ठिकै हो